Hello everyone, welcome to this video. यो भिडियोमा हामी घोराई सिमेन्टको कम्पनी एनालाइसिस गर्दैछौँ। घोराई सिमेन्टले चाहिँ अब आउने हप्तामा चाहिँ सर्वसाधारणको लागि प्रिमियममा आइपिओ इस्यु गर्दैछ। 435 रुपैयाँको इस्यु प्राइसमा 335 रुपैयाँ प्रिमियम इन्क्लुड भएर चाहिँ उसले आइपिओ इस्यु गर्न लागेको हो। र यो भिडियोमा चाहिँ हामी यही घोराई सिमेन्टको फाइनान्शियल स्ट्याटस, उसको कम्पनी ओभरभ्यू हैन, अनि फ्युचर प्लान्सहरु, स्ट्रेन्थ र विकनेसहरुको बारेमा चाहिँ डिटेलमा कुराकानी गर्नेछौँ। यो भिडियोलाई चाहिँ एजुकेसन पर्पजको रूपमा मात्र लिनु होला, किनभने यो इन्भेस्टमेन्ट डिसिजन मेकिङको लागि बनाएको भिडियो होइन। हजुरले यदि इन्भेस्टमेन्ट डिसिजन बनाउँदै हुनुहुन्छ भने यो भिडियोमा आफ्नो रिसर्चलाई एड गरेर मात्र बनाउनु होला। घोराई सिमेन्टको बारेमा कुरा गर्दाखेरि चाहिँ उसको अहिले दाङको घोराईमा एउटा मेन प्लान्ट साइट छ हैन। 2064 मा चाहिँ उ प्राइभेट कम्पनीको रूपमा दर्ता भएको थियो भने 2077 मा चाहिँ उ प्राइभेट पब्लिक कम्पनीमा कन्भर्ट भएको थियो। उले अहिले चाहिँ दुईटै क्लिंकर र सिमेन्ट म्यानुफ्याक्चर गरिरहेको छ। ग्राइन्डिङ युनिट पनि छ, उसको क्लिंकर म्यानुफ्याक्चरिङको युनिट पनि छ। सो त्यो हुँदाखेरि उले बोथ क्लिंकर एन्ड सिमेन्टको चाहिँ म्यानुफ्याक्चरिङ गरिरहेको छ र उले सिमेन्ट जुन म्यानुफ्याक्चर गरेको छ त्यो चाहिँ गोर्खा र सगरमाथा ब्रान्डबाट चाहिँ बेचिरहेको छ मार्केटमा। सो हजुरले चाहिँ घोराई सिमेन्टको सिमेन्टहरु चाहिँ गोर्खाको ब्रान्डमा र सगरमाथाको ब्रान्डमा, सगरमाथा गोल्ड, सगरमाथा पीपीसी, सगरमाथा ओपीसी भन्ने नाममा चाहिँ हजुरले बजारमा पाउनुहुन्छ। जुन दुईटै ब्रान्ड भनेको विश्वकर्मा सिमेन्टको ब्रान्ड हो, जुनलाई चाहिँ घोराई सिमेन्टले राइट टु युजको रूपमा लिएको छ, सर्टेन पर्सेन्टेज रोयल्टी तिरेर है। सो घोराई सिमेन्टलाई प्रमोट गरेको भनेको चाहिँ सांघाई एन्ड अग्रवालहरु हो, जुन भनेको चाहिँ त्रिवेणी ग्रुप भनेर हजुरले सुन्नुभएको छ भने नेपालको लिडिङ प्रोमिनेन्ट बिजनेस ग्रुपहरु हुन्। सो ओभरअल हेर्ने भने बोर्डको कम्पोजिसन्सहरुमा हेर्ने हो भने कम्प्लिटली सांघाई र अग्रवालहरु मात्र देख्न सकिन्छ। त्यो भन्दाखेरि चाहिँ जो प्रमोटर्सहरु हुनुहुन्छ उनीहरु चाहिँ अलिकति एक्सपिरियन्स्ड ब्याकग्राउन्डको नै हुनुहुन्छ सिमेन्ट इन्डस्ट्रीमा है। ल आइपिओ इस्यु गर्ने कुराहरु हेर्दाखेरि चाहिँ घोराई सिमेन्टले 79,43,000 को चाहिँ पब्लिकमा आइपिओ जारी गर्न लागेको हो। सो 79,43,000 बाट चाहिँ उले 79 करोड रुपैयाँको शेयर क्यापिटल मार्केटबाट उठाउँदैछ। प्लस त्यसमा चाहिँ अराउन्ड 2.6 अर्बको चाहिँ प्रिमियम उठाउँदैछ, किनभने उले 100 रुपैयाँ प्लस प्रिमियम थपेर चाहिँ इस्यु प्राइस डिटरमाइन गरिरहेको छ। इस्यु प्राइस पनि उसको दुईटा छ, एउटा भनेको 435 रुपैयाँ हो जहाँ चाहिँ 335 को प्रिमियम थपेको छ, अर्को 400 को इस्यु प्राइस हो जहाँ 300 को प्रिमियम थपेको छ। 435 रुपैयाँ जेनरल पब्लिकलाई हो भने 400 रुपैयाँ प्रिमियम थपेर 300 रुपैयाँ प्रिमियम थपेर 400 रुपैयाँमा इस्यु गरेको भनेको चाहिँ लोकल्स र इम्प्लोइजहरुलाई हो है। सो 79 करोडको चाहिँ पेड अप क्यापिटल उले मार्केटबाट उठाउँदैछ, जसमा चाहिँ प्रिमियम 2.6 अर्बको हो र टोटल फन्डिङ चाहिँ उले 3.4 अर्ब चाहिँ मार्केटबाट उठाउँदैछ। र कम्पनीको प्लान अनुसार चाहिँ यो 3.4 अर्बले कम्प्लिटली कम्पनीले आफ्नो डेप्टलाई डाउनसाइज गर्ने, डेप्टलाई घटाउने भनेर चाहिँ प्लान राखेको छ। सो यो हेर्दाखेरि हामीले फ्युचरको फाइनान्शियल स्टेटमेन्ट हेर्यो भने चाहिँ डेप्ट घटाएको पनि तपाईले देख्न सक्नुहुन्छ फोरकास्टेड फाइनान्शियल स्टेटमेन्ट है। अब उले क्लिंकर पनि म्यानुफ्याक्चर गर्ने भएकोले उसको आफ्नै माइन्सहरु छ। त्यो माइन्सहरु चाहिँ तीनटा माइन्सहरु छ अहिले उनीहरुले प्रोस्पेक्टसमा डिस्क्लोज गरेको अनुसार। त्यसमा चाहिँ फर्स्ट भनेको मालारानी माइन्स एन्ड मिनरल्स लिमिटेड भन्ने एउटा उसको सब्सिडियरी कम्पनी छ, 100% सब्सिडियरी कम्पनी, जसले चाहिँ लाइमस्टोन को उनीहरुसँग चाहिँ लाइसेन्स छ हैन। सो यही मालारानी माइन्स एन्ड मिनरल्स 100% सब्सिडी हो घोराईको, त्यहाँबाट चाहिँ घोराई सिमेन्टले के रे चुनढुङ्गाहरु किनिरहेको हुन्छ, लाइमस्टोन्सहरु किनिरहेको हुन्छ। त्यो बाहेक अरु भनेको विश्वकर्मा माइन्स एन्ड मिनरल्स, रोल्पा लाइमस्टोन्स माइन प्राइभेट लिमिटेड भनेको छ। यो दुईटा कम्पनीजहरु चाहिँ सब्सिडियरी होइन घोराई सिमेन्टको, तर यो कम्पनीजहरुबाट चाहिँ घोराई सिमेन्टलाई मात्र सेल र डिस्ट्रिब्युट गर्ने माइन भनेर चाहिँ त्यो हिसाबले अग्रिमेन्ट गरेको छ। सो बेसिकली घोराई सिमेन्टको तीनटा माइन छ, तीनटा माइनमा एउटा माइन कम्पनी चाहिँ आफ्नै सब्सिडियरी हो भने अरु दुईटा माइन कम्पनीजहरु जुन छ जहाँबाट लाइमस्टोन घोराई सिमेन्टले ल्याइरहेको छ उनीहरुसँग चाहिँ सेल एन्ड डिस्ट्रिब्युट ओन्ली टु घोराई सिमेन्ट भनेर चाहिँ अग्रिमेन्ट भएको छ है। सो बेसिकली उसको रिसोर्सेस भनेको तीनटा माइनबाट चुनढुङ्गा आएर उले क्लिंकर प्रिपेयर गर्ने हो र त्यो क्लिंकरबाट चाहिँ उले ग्राइन्डिङ युनिटमा हालेर सिमेन्टहरु उत्पादन गर्छ है। र उसको अब अहिलेको क्यापेसिटी यो एज पर प्रोस्पेक्टस है,
प्रोस्पेक्टसमा पनि क्यापेसिटी अलिकति डेटाहरू चाहिँ मिसम्याच जस्तो छ हैन, एक ठाउँमा एउटा डेटा अर्को ठाउँमा अर्को डेटा राखेको जस्तो देखिन्छ। सो प्रोस्पेक्टसको अनुसार हैन, जुन प्रोस्पेक्टसलाई मैले तल पनि राखेको छु, प्रोस्पेक्टसको अनुसार चाहिँ अहिलेको केसमा घोराई सिमेन्टको यो चाहिँ मेट्रिक टनमा हो है। मेन इन्डस्ट्री भनेको अहिलेको एक्जिस्टिङ इन्डस्ट्री हो, अहिले अपरेसनमा भइरहेको इन्डस्ट्री हो, जहाँबाट चाहिँ उसले सिमेन्ट 6,20,000 मेट्रिक टन वार्षिक रूपमा उत्पादन गर्न सक्छ भने क्लिङ्कर चाहिँ 3,53,500 मेट्रिक टन उत्पादन गर्न सक्छ। युनिट इन्डस्ट्री भनेको चाहिँ बन्दै गरेको युनिट छ उनीहरूको, यो चाहिँ युनिट एक्सपान्सनको प्लान अनुसार उनीहरूले चाहिँ युनिटहरू एक्सपान्ड गर्दैछ, अहिले चाहिँ एउटा अर्को उद्योग थप्दैछ उनीहरूले हैन। सो अलमोस्ट कम्प्लिट फेजमा छ, यो इयर कम्प्लिट हुने भनेर उनीहरूले प्रोस्पेक्टसमा राखेको छ। युनिट इन्डस्ट्रीमा चाहिँ उनीहरूले सिमेन्ट 4,20,000 थपेर टोटल सिमेन्टको क्यापेसिटी चाहिँ 10,40,000 बनाउने भन्ने प्लान गरेको छ। त्यस्तै क्लिङ्करको चाहिँ 3,53,500 बाट 5,85,000 थपेर 9,39,400 बनाउने भनेको छ। अब यहाँ हेर्दाखेरि यसो हेर्दाखेरि चाहिँ मेन इन्डस्ट्री भनेको अहिले अपरेट भइरहेको इन्डस्ट्री हो हैन। सो 3,53 बाट 5,85 क्लिङ्कर थपेर 939 बनाउनु भनेको यहाँनिर चाहिँ हजुरको 100% प्लस क्यापेसिटी एक्सपान्सन देखिन्छ क्लिङ्करको केसमा। क्लिङ्करको क्यापेसिटी चाहिँ 100% प्लस एक्सपान्ड गरिरहेको छ भने यहाँ हजुरको सिमेन्टको क्यापेसिटी चाहिँ अराउन्ड 60-65% प्लस जस्तो एक्सपान्ड गरेको देखिन्छ। सो सिमेन्टको जुन उनीहरूको उत्पादन गर्ने ग्राइन्डिङ गर्ने युनिटको क्यापेसिटी थियो त्यो 65% भन्दा बढीले बढाउँदै गरेको छ उनीहरूले हैन। अब आएको एडिसन भनेको चाहिँ 65% एडिसन हो भने क्लिङ्करको केसमा चाहिँ 100% प्लसले उनीहरूको क्यापेसिटी चाहिँ एक्सपान्ड गरेको देखिन्छ है। अब यो क्यापेसिटीलाई हामीले डाइरेक्टली युटिलाइजेसनसँग पनि टाइड अप गर्नुपर्छ, किनभने एक्कासी कम्पनीले चाहिँ यत्रो ठुलो एक्सपान्सन किन गर्न खोजेको होला भन्ने कुरा चाहिँ हामीले सोच्नको लागि जरुरी छ। सो त्यो भएको रिजनले गर्दा मैले कम्पनीको हिस्टोरिकल क्यापेसिटी युटिलाइजेसन पनि यहाँ राखेँ हैन। सो क्लिङ्कर र सिमेन्टको छुट्टा छुट्टै मैले ल्याएर राखेको छु। क्लिङ्करको हेर्ने हो भने 76-77 मा उसको क्यापेसिटी युटिलाइजेसन चाहिँ टोटल क्यापेसिटीको 76% युटिलाइज भएको थियो भने 77-78 र 78-79 मा आएर उसको क्यापेसिटी चाहिँ 28% मा लिमिट छ। सो बेसिकली अहिले क्लिङ्करको उनीहरूको लेटेस्ट क्यापेसिटी युटिलाइजेसन भनेको 28% जस्तो देखिन्छ हैन। अब यो 28% क्यापेसिटी युटिलाइजेसन भइरहेको बेलामा चाहिँ उनीहरूले क्लिङ्करको क्यापेसिटीको जुन म्यानुफ्याक्चरिङ क्यापेसिटी छ त्यसलाई चाहिँ 100% प्लसले एक्सपान्ड गरेको छ। सो यो हेर्दाखेरि चाहिँ अलरेडी उनीहरूसँग भएको क्यापेसिटी नै अन्डर युटिलाइज भइरहेको बेलामा वाइ आर दे एक्सपान्डिङ 100% प्लसले चाहिँ त्यो क्लिङ्करको जुन युनिट हुन्छ त्यो चाहिँ किन एक्सपान्ड गरिरहेको भन्ने चाहिँ एउटा क्वेसनेबल एक्सपान्सन छ। तर यो चाहिँ अब उनीहरू क्लिङ्करमा बढी फोकस हुने भन्ने हिसाबले चाहिँ क्लिङ्करलाई एक्सपान्ड गरेको हुनसक्छ है। त्यस्तै सिमेन्टको हेर्ने हो भने सिमेन्टको क्यापेसिटी युटिलाइजेसन लुक्स मोडरेट हैन। सो 69% छ रिसेन्टली, जुन 78-79 मा हो भने 89% थियो 77-78 मा, 76-77 मा 54% छ। र यो भनेको चाहिँ सिमेन्ट इन्डस्ट्रीको लागि राम्रै क्यापेसिटी युटिलाइजेसन पनि हो ग्राइन्डिङ युनिटको लागि है। सो सिमेन्टको लागि ठिक छ क्यापेसिटी एक्सपान्सन गर्दाखेरि मेक सेन्स, तर क्लिङ्करको लागि चाहिँ यो क्यापेसिटी युटिलाइजेसनमा उसले चाहिँ 100% को एक्स्ट्रा क्यापेसिटी थप्नु भनेको चाहिँ कि उसले चाहिँ फर्दर मोर फोकस्ड अन क्लिङ्करमा सोचिरहेको छ हैन, क्लिङ्कर एक्सपोर्ट गर्ने सोचे हुनसक्छ, अथवा चाहिँ उसले कसरी सोचे हुनसक्छ भने यत्रो धेरै ग्राइन्डिङ युनिटहरू छ सिमेन्टको हैन। सो उनीहरूलाई क्लिङ्कर सप्लाई गर्ने सोचेको हुनसक्छ। तर अहिलेको बिजनेस कन्डिसनमा चाहिँ यो हिसाबमा क्यापेसिटी एक्सपान्सन गर्नु र हिस्टोरिकल क्यापेसिटी युटिलाइजेसन अनुसार चाहिँ क्यापेसिटी एक्सपान्सनको प्लान चाहिँ म्याच भएको जस्तो देखिँदैन है। ल अब अर्को कुरा चाहिँ म के पनि डिस्कस गर्न चाहन्छु भने यो हजुरले हेर्नुभयो भने मैले सेलिङ प्राइस पर ब्याग भनेर निकालेको छु। एक ब्यागमा 50 kg को सिमेन्ट अट्छ भन्ने हिसाबले एभरेज सेलिङ प्राइस हैन, ओपीसी पीपीसी पीएससी को एभरेज प्राइस चाहिँ 534 पल्ट घटेर 457 जस्तो भएको छ हैन। अब यसको रिजन्सहरू धेरै हुन सक्छ, यो हामीलाई बाहिरबाट हेर्दा यो रिजन्सहरू थाहा नहुन सक्छ, बट प्राइसिङ डिक्रिज हुँदै जानु हैन भनेको चाहिँ सप्लाई ड्रिभन इन्डस्ट्रीको क्यारेक्टरिस्टिक पनि हो जस्तो लाग्छ मलाई चाहिँ। किनभने म्यासिभली सिमेन्टको सप्लाई छ भने अभियसली त्यो कम्पिटिटिभनेस चाहिँ कम्पनीबाट घट्दै जान्छ हैन। सो त्यो पनि हुन सक्छ। अर्को कुरा चाहिँ मलाई के पनि लागिरहेको छ भने तपाईको एभरेज प्राइस 534 बाट 457 मा झर्नु भनेको इट्स र्यापिड डिक्लाइन हैन। सो यो हुने चान्सेसहरू चाहिँ
यो कुरा पनि हो। जस्तै अर्को स्लाइडमा मैले मेजर कस्टमर्स भनेर राखेको छु। यहाँ चाहिँ प्रोस्पेक्टसमा 10% भन्दा बढीको कस्टमर डिस्क्लोज गर्नुपर्ने भएकोले एउटा मङ्गल हार्डवेयर जो छ, मङ्गल हार्डवेयर चाहिँ डिस्ट्रिब्युटर, बिक्री वितरण गर्ने डिस्ट्रिब्युटर हो जस्तो देखिन्छ। मङ्गल हार्डवेयरलाई चाहिँ उनीहरूले जुन सेल्स गरेको छ लास्ट फिस्कल इयरमा, त्यो भनेको टोटल सेल्सको 29% हो अप्रोक्सिमेटली है। र उनीहरूले अडिट रिपोर्टमा अझ मजाले डिस्क्लोज गरेको छ। त्यो डिस्क्लोजरमा के छ भने मङ्गल हार्डवेयरलाई टोटल सेल्सको 29% जस्तो भयो। अनि अर्को सगरमाथा ट्रेडर्सलाई 9.34%, सुकेश्वरी इन्टरप्राइजेसलाई 8% गर्दा टप 3 कस्टमर्सहरूको कन्सन्ट्रेसन चाहिँ अराउन्ड 46% जस्तो छ होइन, विच इज रियली हेभी। भनेको यो मार्केटमा होइन, यदि तपाईँ बायर हावी हुँदैछ, यदि तपाईँसँग चाहिँ बायरसँग चाहिँ त्यो बार्गेनिङ पावर छ भने अभियसली प्राइस चाहिँ सिमेन्ट कम्पनीले आफूले भने जस्तो प्राइस चाहिँ क्लेम नगर्न सक्छ होइन। सो त्यो रिजनले गर्दाखेरि पनि बायरको पर्चेजिङ पावर हेभी भएको रिजनले गर्दाखेरि पनि, बार्गेनिङ पावर हेभी भएको रिजनले गर्दाखेरि पनि उनीहरूको प्राइसेस चाहिँ यो यसरी रिड्युस हुँदै आएको हुनसक्छ है। यो चाहिँ मैले देखेको दुईटा कन्सर्न भनेको एउटा क्यापेसिटी एक्सपान्सनको कन्सर्न भयो यहाँनिर, वाइ यति बढी क्यापेसिटी एक्सपान्सन भन्ने कुरा होइन। किनभने अब अहिलेको केसमा हाम्रो बिजनेस जुन हिसाबले चाहिँ स्लगिसनेस आइरहेको छ, सिक्लिकलिटी देखिरहेको छ सिमेन्ट इन्डस्ट्रीमा, त्यो हिसाबले यो क्यापेसिटी एक्सपान्सनले चाहिँ खासै भ्याल्यु एड गर्ने चाहिँ देखिँदैन। अर्को भनेको सेलिङ प्राइस पर ब्याग चाहिँ घट्दै आएको छ एभरेजमा होइन। अर्को भनेको सेल्सको कन्सन्ट्रेसन चाहिँ हेभी भयो। सो फर्स्ट 3 कस्टमर्समा चाहिँ अराउन्ड 46% चाहिँ उनीहरूको टोटल सेल्सको कन्सन्ट्रेसन छ। भनेको तपाईँले 100 रुपियाँको सेल्स गर्दै हुनुहुन्छ भने 50 रुपियाँ चाहिँ 3 जनाले किनिरहेको छ भनेको अब यसलाई गुड भन्ने या ब्याड भन्ने होइन। सो मैले हेर्दाखेरि चाहिँ आई कन्सिडर इट एज अ रिस्क होइन। सो यो चाहिँ सेल्स कन्सन्ट्रेसन रिस्क छ, मेजर रिस्क हो यो एउटा चाहिँ है। अब हामीले कम्पनीको जेनरल ओभरभ्यूको बारेमा त कुरा गऱ्यौँ। लेट्स गो इन्टु द फाइनेन्सियल्स है। मैले फाइनेन्सियल्स पनि एक्सेल सिटमा चाहिँ राखेको छु। सो आई गेस एक्सेल सिट भिजिबल पनि छ होइन। सो फाइनेन्सियल्समा पहिले ब्यालेन्स सिटको आइटम्सहरू हेरौँ। यो चाहिँ एक्चुअल फिगर्सहरू भयो भने यिनीहरू चाहिँ प्रोजेक्टेड फिगर्सहरू भयो। यो हेर्दाखेरि फर्स्टमा प्लान्ट प्रपर्टी इक्विपमेन्ट भनेको छ। अभियसली अब कम्पनीले चाहिँ ग्राइन्डिङ युनिटहरू थप्दैछ होइन। सो थप्दै गरेको रिजनले गर्दाखेरि उसको प्लान्ट प्रपर्टी इक्विपमेन्ट्सहरू चाहिँ हेर्न सक्नुहुन्छ हजुरले 6.7 अर्बबाट 16 अर्ब चाहिँ भएको छ। सो यो प्रोजेक्टेड हेर्दाखेरि 780मा भनेको यो इयर आएर चाहिँ हजुरको क्यापेसिटी एक्सपान्सन चाहिँ सकिन्छ। सो त्यो कारणले गर्दा प्लान्ट प्रपर्टी इक्विपमेन्ट चाहिँ बढेको देखिन्छ। त्यस क्यापिटल वर्किङ प्रोग्रेस भनेको उसले जुन काम भइरहेको छ अहिले युनिट एक्सपान्सनको, उनीहरूले युनिट थपिरहेको छ नि त। सो त्यो युनिट थपिरहेको कुरा चाहिँ क्यापिटल वर्किङ प्रोग्रेसमा अहिले यो लास्ट फिस्कल इयरमा देखिएको हो। अब यहाँ चाहिँ निल छ भन्नुको मतलब उसले यो वर्ष चाहिँ जुन अहिले युनिट एक्सपान्ड गरिरहेको छ, कन्स्ट्रक्ट गरिरहेको छ होइन, क्यापिटल एक्सपेन्डिचर गरिरहेको छ, त्यो चाहिँ कम्प्लिट हुन्छ भन्न खोजेको है। अब त्यो बाहेक अरू भनेको चाहिँ मेजरली अब यहाँनिर हजुरले हेर्नु भने सेयर क्यापिटल त अब यो 3.1 अर्बको थियो, आइपिओ इस्यु पछाडि 3.9 अर्ब हुनेवाला छ होइन। प्लस अब उसले चाहिँ सेयर प्रिमियम 2.6 अर्बको उठाउँछु भनेर चाहिँ यो फिस्कल इयरमा 7980मा चाहिँ उसले सेयर प्रिमियम पनि राखेको छ। यो चाहिँ प्रोजेक्टेड हो है। प्रोजेक्टेड भनेको चाहिँ हजुरको यो हुनसक्छ है भनेर कम्पनीले एउटा एस्टिमेट गरेको फिगर भयो। यतापट्टिको चाहिँ एक्चुअल हो। र टर्म लोन हजुरले हेर्नुहुन्छ नि, जुन टर्म लोन भनेको लङ टर्म लोन्स हो। लङ टर्म लोन्स हेर्नुहुन्छ भने लास्ट फिस्कल इयरसम्म 7.5 अर्बको थियो। अब त्यस पछाडि चाहिँ जुन यो डेप्ट उनीहरूले चाहिँ अघि मैले भनेको थिएँ नि आइपिओ आएको पैसाले डेप्टलाई डाउन साइज गर्ने भनेर, यो चाहिँ यहाँ देखिन्छ है। यो फिस्कल इयरमा नि 7.5 अर्ब जुन आइपिओ आएको पैसा छ त्यसलाई चाहिँ 7.5 अर्बबाट चाहिँ डेप्टलाई घटाएर 4.2 अर्बमा झार्ने भनेर चाहिँ भनेको छ। सो विच इज डिक्रिज अफ कति जस्तै यहाँ क्यालकुलेट गरेर हेरौँ 3.2 अर्बले चाहिँ जुन डेप्ट के अरे जुन आइपिओ उठाएको पैसा छ 3.4 अर्बको, त्यसले चाहिँ डेप्टलाई यहाँ डाउन साइज गर्ने भनेर भनेको छ। त्यस्तै सर्ट टर्म लोन्स पनि हजुरले डाउन साइज गरेको देख्न सक्नुहुन्छ। सो लोन्स उनीहरूले घटाउने भन्ने एउटा प्लान छ। अनि आइपिओ प्रिमियममा इस्यु गरेको रिजनले गर्दा उनीहरूको प्रोजेक्टेडमा चाहिँ यो सेयर प्रिमियम को एउटा रिजर्भ थपिएको छ होइन। अर्को भनेको चाहिँ हजुरको मैले अघि यहाँ माथि भनिहालेँ प्लान्ट प्रपर्टी इक्विपमेन्ट चाहिँ उनीहरूले युनिट एक्सपान्ड गर्दै भएको रिजनले गर्दा होइन, नयाँ म्यानुफ्याक्चरिङ युनिट थपेको रिजनले गर्दाखेरि चाहिँ
यो म्यासिभली बढेको देखिएको र क्यापिटल वर्किङ प्रोग्रेस भनेको चाहिँ अहिले काम हुँदैछ तर यो इयरमा आएर सकिन्छ भनेर चाहिँ यो क्यापिटल वर्किङ प्रोग्रेसकै पैसा 10 अर्ब चाहिँ यहाँ माथि गएको हो है सो क्यापिटल वर्किङ प्रोग्रेसबाट चाहिँ पीपीईमा ट्रान्सफर भएको हो ओके सो ब्यालेन्स सिटमा मोरओभर कुराहरू हामीले हेर्नुपर्ने कुरा यो थियो मेन कुरा त हामीले इन्कम स्टेटमेन्ट नै हेर्नुपर्ने हुन्छ यो 3टा वर्ष चाहिँ एक्चुअल हो यो 3टा वर्ष चाहिँ प्रोजेक्टेड है सो सेल्स रेभेन्यू हेर्ने हो भने हजुरको 5.6 अर्ब थियो त्योबाट बढेर 6 अर्ब भयो तर लास्ट इयर चाहिँ सेल्स रेभेन्यू घटेर 4.8 अर्बमा झरेको छ हैन र अब कम्पनीले के गर्यो भने यो वर्ष चाहिँ हामीले कति गर्छौं भनेर फोरकास्ट गर्यो कम्पनीले भन्दाखेरि 9 अर्बको सेल्स गर्छु भनेर फोरकास्ट गर्यो लगभग 10 अर्ब 9.8 अर्बको सेल्स गर्छु भनेर फोरकास्ट गर्यो लास्ट इयर 4.8 अर्बको गरेको थियो अनि अब यो अर्बको यो फिस्कल इयरको चाहिँ फर्स्ट सेकेन्ड क्वार्टरसम्म हेर्दाखेरि चाहिँ उले जम्मा 1.83 अर्बको सेल्स गरेको छ हैन अनि त्यसलाई एनुअलाइजै गर्ने हो भने टोटल सेल्स चाहिँ अराउन्ड 4 अर्ब जस्तो पुग्ने देखिन्छ तर उले चाहिँ 9 अर्ब सेल्स गर्छु भनेर चाहिँ यहाँनेरि फोरकास्ट गरेको छ जुन चाहिँ क्वेशनेबल फोरकास्ट जस्तो लाग्छ मलाई चाहिँ किनभने एनुअलाइजै गर्दा पनि उले यो वर्ष 4 अर्ब 4.5 अर्ब भन्दा बढी सेल्स गर्न सक्ने ठाउँ जस्तो देखिदैन त उले 9 अर्ब भनेर चाहिँ फोरकास्ट गरेको छ सो एउटा फोरकास्टमा चाहिँ यो अलिकति अप्टिमिस्टिक नै हुन्छ जस्तो लाग्छ 9 11 12 इनकमिङ 3 इयर्स तर क्यापेसिटी एक्सपान्सन पछाडि उले मार्केट लिन सक्यो भने यो अचिभ नहोला भन्न चाहिँ सकिदैन बट यो इयर चाहिँ 7 10 80 मा चाहिँ 9 अर्ब 9.8 भनेको अराउन्ड 10 अर्बको सेल्स चाहिँ इट्स अ क्वेशनेबल सेल्स यो चाहिँ हुन गाह्रै देखिन्छ है अर्को भनेको चाहिँ अरु कुराहरु त मैले के पनि हेर्न ग्रस प्रॉफिट सम्म ठीक छ हैन यो अदर इन्कम हजुरले यहाँ हेर्नु भयो भने लास्ट इयर सम्ममा 5 करोड हो जस्तो लाग्यो 1000 10 लाख 10 लाख करोड सो 5.7 करोडको अदर इन्कम थियो 7677 मा 7778 मा 4.3 करोडको अदर इन्कम भयो तर 78 79 मा 8124 करोडको अदर इन्कम आयो हैन भनेको यो भनेको ठ्याक्क हेर्नुस् है यो वर्ष आईपीओ आइराको छ आईपीओ आउनु भन्दा अघिल्लो वर्ष चाहिँ 24 करोडको अदर इन्कम कहाँबाट आयो भन्ने कुरा चाहिँ हामीले क्वेशन गर्नुपर्ने हुन्छ र यो कहाँबाट आयो भन्ने कुरा पनि म देखाउँछु हैन ल फर एक्जाम्पल हैन यो 24 करोडको अदर इन्कम छैन रे हैन 24 करोडको अदर इन्कम छैन र अघिल्लो वर्ष जस्तै 4 करोडको मात्र अदर इन्कम हुन्थ्यो भने यो कम्पनी के हुन्थ्यो होला भन्ने कुरा हेरौँ है त त्यो हुन्थ्यो भने यो कम्पनी चाहिँ लसमा हुन्थ्यो हेर्नुस् त यहाँ सो वी आर एक्चुअली अन लस यहाँ हेर्नु भयो भने हजुरले यो लिंक गरेको छैन तर यहाँ माथि अपरेटिङ प्रॉफिट भयो हैन एक्सपेन्सेस भयो अपरेटिङ प्रॉफिट भयो पीबीटी मा चाहिँ 413 माइनस 390 गर्दाखेरि यो भयो 40000 है सो यसलाई जेरो गर्ने हो भने वी आर एक्चुअली अन लस हैन सो यसलाई 40000 गर्ने हो भने चाहिँ बेयरली प्रॉफिटेबल छ है सो जुन अघिल्लो वर्षको अदर इन्कमको ट्रेन्ड फलो गर्ने हो भने चाहिँ तपाई बेयरली प्रॉफिटेबल हुनुहुन्छ हैन यदि अदर इन्कम यदि यो पुरै कम्प्लिटली रिमुभ गर्दिने हो अदर इन्कम हुँदैन भन्ने हजुरलाई लाग्छ भने चाहिँ कम्पनी इज स्टिल इन लस हैन कम्पनी लसमा जस्तो देखिन्छ किनभने यो अदर इन्कम कहाँबाट क्रिएट भयो भन्ने कुरा चाहिँ हामीले अब खोज्नु पर्ने हुन्छ यो 24 करोड रुपैयाँ चाहिँ कहाँबाट आयो भन्ने कुरा म अहिले हजुरलाई भन्छु सो अहिलेको केसमा चाहिँ 4 करोडबाट एकैचोटी 24 करोड हुनु भनेको देयर इज अ इन्क्रिज अफ 20 करोड हैन 20 करोडको इन्क्रिमेन्ट चाहिँ म्यासिभ छ किनभने यो यदि अदर इन्कम हुन्थेन भने चाहिँ तपाई लसमा जानुहुन्थ्यो भनेपछि यो कम्पोनेन्ट कहाँबाट आयो भन्ने कुरा चाहिँ हामीले खोज्न एकदमै जरुरी छ यो कुरा चाहिँ हामी अहिले डिस्कसन गर्छौं है अब यो बाहेक हजुरले हेर्नुहुन्छ भने अरु इयरमा लगेर त यो अदर इन्कमको पोर्सन पनि एकदमै सानो छ नेग्लिजिबल छ 1000 10000 लाख 10 लाख भनेको 37 लाख जस्तो मात्र छ भनेको यो वर्ष मात्र एकैचोटी भत्ता अदर इन्कम कहाँबाट आयो भन्ने कुरा चाहिँ हामीले अहिले एकछिनमा हेर्छौं है सो त्यो बाहेक हजुरले अरु हेर्नु भयो भने डेप्रिसिएसनको एक्सपेन्डिचर्स उनीहरुको अलिकति कम नै छ किनभने उनीहरुले आफ्नो डेप्रिसिएसन पोलिसीमा चाहिँ जुन युजफुल लाइफ हुन्छ एसेटको हैन प्लान्टको लाइफ चाहिँ अलिकति बढी राखेको छ त्यो भएको रिजनले गर्दा उनीहरुको डेप्रिसिएसन एक्सपेन्सेस कम जस्तो देखिन्छ सो इन्ट्रेस्ट एक्सपेन्सेस हेर्नुस् त यहाँ इन्ट्रेस्टिङली इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ 1000 10000 लाख 10 लाख करोड 10 करोड 39 करोड मात्र थियो हैन सो लास्ट फिस्कल इयरमा 39 करोड थियो उले अगाडि हामीले ब्यालेन्स सिटमा हेर्दाखेरि
आइपिओ को पैसाले डेप पनि घटाएको भनेर भनेको छौँ 7.5 अर्बबाट 4.2 अर्ब लङ टर्म डेप 4.3 बाट 3 सर्ट टर्म डेप भनेको टोटल 11 अर्ब जस्तो डेपबाट 7 अर्ब जस्तोमा झरेको देखिन्छ तर यहाँ हेर्नुस् त इन्ट्रेस्ट एक्सपेन्सेस त झरेको छैन हैन 39 करोडबाट 1 अर्ब पुगेछ इन्ट्रेस्ट एक्सपेन्सेस यो हुनुको मेजर रिजन के हो भन्दाखेरि उनीहरूले के गरेको छ भन्दा हजुरले हेर्नुभयो भने जस्तै फ्याक्ट्री बन्दैछ नि त उनीहरूको नयाँ युनिट बन्दैछ नि त त्यो नयाँ युनिट बनाउनको लागि लिएको लोनमा चाहिँ उनीहरूले जति पनि ब्याज तिर्नुपर्ने हुन्छ त्यो ब्याज तिर्नुपर्ने ब्याजलाई चाहिँ क्यापिटलाइज गरिरहेको छ त्यो चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस भनेर यहाँ देखाएको छैन है सो क्यापिटलाइज गर्नु भनेको चाहिँ पिएल मा आउँदैन इन्ट्रेस्ट एक्सपेन्सेस भनेर देखिँदैन त्यो चाहिँ एक्चुअली प्रोजेक्ट कस्टमा क्यापिटलाइज हुन्छ प्रोजेक्टको एसेटमा गएर जोडिने हो है ब्यालेन्स सिटमा जाने हो सो त्यो बन्दै गर्दाखेरि चाहिँ उनीहरूले नयाँ युनिट बनाउनको लागि लिएको जुन लोनमा तिरेको इन्ट्रेस्ट छ त्यो चाहिँ यहाँ आएको छैन है यहाँनिर आएको छैन तर वन्स द्याट जुन बन्ने प्रोसेस कम्प्लिट भइसक्छ र त्यो युनिट अपरेसनमा आउँछ अपरेसनमा आइसकेपछि उनीहरूले इन्ट्रेस्ट तिर्नुपर्ने हुन्छ त्यो इन्ट्रेस्ट चाहिँ पिएलबाट जान्छ है अब इन्ट्रेस्ट क्यापिटलाइज गर्न मिल्दैन अब ब्यालेन्स सिटमा चार्ज गर्न मिल्दैन अब एसेटमा चार्ज गर्न मिल्दैन अब चाहिँ पिएलबाट जाने भएको रिजनले गर्दाखेरि चाहिँ त्यो जुन बनेको युनिट छ त्यो बनेको युनिट्समा नयाँ बनेको युनिट जुन क्यापेसिटी एक्सपान्ड गरेको छ त्यसमा एडिसनल इन्ट्रेस्ट रेट चाहिँ उनीहरूले तिर्नुपर्ने हुन्छ सो त्यो गर्दाखेरि उनीहरूको अहिले 39 करोडको इन्ट्रेस्टबाट 1 अर्ब जस्तो चाहिँ उनीहरूको इन्ट्रेस्ट एक्सपेन्सेस हुने देखिन्छ कम्पनीले नै फरकास्ट गरेको कुरा हो है रिजन के हो भन्दाखेरि त्यही हो सो इभन दो कम्पनीले चाहिँ डेप्टको पोर्सन घटाए पनि आइपिओ को पैसाले उनीहरूको इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ बढेको देखिन्छ रिजन बिङ उनीहरूले आजसम्म इन्डस्ट्रीको युनिट बन्दै थियो सो इन्ट्रेस्ट कस्टलाई क्यापिटलाइज गरेको थियो हैन इन्ट्रेस्ट कस्टलाई पिएलबाट लगेको थिएन अब युनिट बनेर चाहिँ कम्प्लिट भइसकेपछि उनीहरूले पिएलबाट लगेर चाहिँ उनीहरूको इन्ट्रेस्ट एक्सपेन्सेस 1 अर्ब माथि जस्तो देखिन्छ जसले गर्दाखेरि पनि उसको प्रफिटमा चाहिँ हिट गर्छ है यो दुईटा मेजर कुरा प्रफिट एन्ड लस स्टेटमेन्टमा एउटा यो कहाँबाट आयो भन्ने कुरा एउटा इन्ट्रेस्ट एक्सपेन्सेस किन बढ्छ भन्ने कुरा अर्को डेप्रिसिएसन किन कम छ भन्ने कुरा चाहिँ मैले हजुरलाई क्लियरली एक्सप्लेन गरे जस्तो लाग्छ अब अर्को कुरा भनेको यो सेल्स क्वेसनेबल भयो अब वन्स यो सेल्स क्वेसनेबल हुन्छ र यो चाहिँ अघिल्लो वर्षको जस्तो उनीहरूले सेल्स गर्छ भनिसकेपछि चाहिँ हजुर अघिल्लो वर्षको जस्तो सेल्स गरेपछि हजुरको यो कस्ट अफ सेल्स पनि लगभग उस्तै हुन्छ हैन कस्ट अफ सेल्स उस्तै हुन्छ त्यो हुँदाखेरि हजुरको अपरेटिङ प्रफिट इन्ट्रेस्ट एक्सपेन्सेस अनि अब इन्ट्रेस्ट एक्सपेन्सेस त बढ्ने भइहाल्यो त्यो हुँदा पिबिटी यहाँ चाहिँ लसमा जाने देखिन्छ सो यो चाहिँ उनीहरूको अहिलेको स्ट्यान्डिङ जस्तो चाहिँ मलाई लाग्छ है पर्सनली किनभने Q2 सम्म हजुरले हेर्नुभयो भने 0.5 को EPS निकालेको छ व्हिच इज हैन जस्ट अब हैन ब्रेक इभन जस्तो नै भन्नु न त्यो अब अलिकति इन्ट्रेस्ट एक्सपेन्सेसको बर्डन थपिने बित्तिकै उनीहरू लसमा जान सक्ने चान्सेस चाहिँ रियली हाई छ अनलेस उनीहरूले सेल्स म्याजिकली एक्सपान्ड नगरेसम्म म्याजिकली सेल्सलाई इन्क्रिज नगरेसम्म चाहिँ उनीहरूको प्रफिटेबिलिटीमा चाहिँ मैले चाहिँ इस्यु देख्छु है आई गेस फाइनान्शियल्समा इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटको पोर्सन हामीले हेरि नै हाल्यो अब हामी त्यो अदर इन्कम जुन 24 करोड आएको थियो त्यो चाहिँ कहाँबाट आयो भन्ने कुरा गर्छौँ जस्तै यहाँ हेर्नुस् त यो 24 करोड हो लास्ट इयरमा जम्मा 4 करोड थियो हैन 4 करोडबाट एकैचोटी 24 करोड हुँदाखेरि चाहिँ यो 20 करोड एक्स्ट्रा थपिएको छ कि यो 20 करोडको हेड के हो भन्दाखेरि गेन अन इनिशियल रिकग्निसन अफ फाइनान्शियल लायबिलिटी एट फेयर भ्याल्यु भन्ने यो के हो भन्ने कुरा म एक्सप्लेन गर्छु है यो 20 करोड चाहिँ म्याजिकली अराइज भएको छ कहाँबाट आयो भन्ने कुरा म भन्छु अरु त नर्मल हो जस्तै इन्ट्रेस्ट इन्कम आयो एफडी मा राखेछ कलमा राखेछ रेन्ट आयो हैन ठीक छ व्हिच मेक सेन्स हैन यो मैले माने तर यो 20 करोड चाहिँ कहाँबाट आयो भन्ने कुरा चाहिँ म अब एक्सप्लेन गर्छु है सो यहाँ केस के भएको छ भन्दाखेरि यो आर्थिक वर्ष 78-79 भनेको अघिल्लो आर्थिक वर्ष हो 78-79 इन हुनु भन्दा अगाडि उनीहरूले डाइरेक्टरहरुबाट इन्ट्रेस्ट फ्री लोन लिएको छ है कति लिएको छ भन्दा 95 100,000 10 लाख 10 लाख करोड 95 करोडको चाहिँ 95.22 करोडको चाहिँ इन्ट्रेस्ट फ्री लोन लिएको छ भनेको डाइरेक्टरलाई इन्ट्रेस्ट तिर्नु नपर्ने गरी उनीहरूले यो लोन लियो
हैन सो जुन पनि कुरामा यदि हजुरले इन्ट्रेस्ट तिर्नुहुन्न भने त टाइम भ्याल्यु अफ मनीको कुरा पनि आइरहेको हुन्छ हैन जस्तै आज हजुरले 95.2 करोडको चाहिँ लोन लिनुभयो डिरेक्टरबाट इन्ट्रेस्ट नलिकन अनि यो लोनलाई चाहिँ यदि फर एक्जाम्पल हजुरले एफडीमा राख्नुभयो भने त 12% को रेट पाउन सक्नुहुन्थ्यो होला अथवा 11% भनौँ न ल नर्मली 11% को रेट पाउन सक्नुहुन्छ हुन्थ्यो होला एक वर्ष सो अर्को वर्ष 11% को रेट पाउन सक्नुहुन्छ भनेको यो 95.2 करोडको भ्याल्यु चाहिँ आफ्टर 2 इयर्स चाहिँ हजुर के हुन सक्थ्यो भने बढ्न सक्थ्यो नि धेरै हुन सक्थ्यो नि हैन सो मैले भन्न खोजेको कुरा के हो भने टाइम भ्याल्यु अफ मनीको कन्सेप्टमा के हुन्छ भन्दाखेरि हजुरले 2 इयर्स ब्याकको चाहिँ 1 लाख भनेको आज कम हुन्छ के हैन सो दिस इज अल बिकज अफ टाइम भ्याल्यु अफ मनी यहाँ के भइरहेको छ भने यहाँ अकाउन्टिङ ट्विस्ट भइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ किन भन्दाखेरि उले 95.2 करोडको लोन लियो आज हैन अब इन्ट्रेस्ट तिर्नु नपरिसकेपछि उले आफ्टर 2 इयर्स 95.2 करोड नै पे गर्ने हो भनेपछि उले त एक्स्ट्रा इन्ट्रेस्ट त पे गरेको छैन हैन भनेको अब अकाउन्टिङ हुँदा कसरी हुन्छ भने आफ्टर 2 इयर्स को जुन 95.2 करोड छ नि यो 95.2 करोडलाई आज प्रेजेन्ट भ्याल्यु चाहिँ कति हो त्यसको भनेर निकालिन्छ के सो अभियसली 2 वर्ष पछाडिको 95.2 करोडको लायबिलिटी जुन छ तिर्नुपर्ने दायित्व छ आजको केसमा त कम हो दायित्व हैन सो यो हुँदाखेरि आजको केसमा चाहिँ 95.2 करोडको लायबिलिटी चाहिँ 20 करोडले कम हुन्छ भनेर भने हो के भनेको 75 करोड जस्तो मात्र हुन्छ लायबिलिटी जस्ट बिकज अफ प्रेजेन्ट भ्याल्यु किनभने लायबिलिटीलाई त जहिले पनि हजुरले प्रेजेन्ट भ्याल्युमा रिकग्नाइज गर्नुपर्ने हुन्छ र उल्ले भन्न खोजेको कुरा के हो भन्दाखेरि डिरेक्टरबाट 95 करोडको लोन लिए मैले हैन डिरेक्टरले इन्ट्रेस्ट लिएन डिरेक्टरले इन्ट्रेस्ट नलिसकेपछि जुन त्यो इन्ट्रेस्ट नलिएको पोर्सनको गेन छ टाइम भ्याल्युले गर्दा अराइज हुने त्यो गेन चाहिँ उल्ले इन्कम हो हैन डिरेक्टरले लुज गरेको कम्पनीले गेन गरेको इन्कम हो भनेर इनिशियल रिकग्निसन अफ फेयर भ्याल्यु अफ फाइनान्शियल लायबिलिटीज भनेर चाहिँ उनीहरूले यहाँ 20 करोडको रिकग्नाइज गर्यो है अब यो चाहिँ प्रफिट एन्ड लस थ्रुबाट लग्यो यो लानको लागि चाहिँ अब इन्टरप्रिटेसनको कुरा हो हैन लान मिल्छ कि मिल्दैन भन्ने तर अब यसमा इन्टेन्सनको कुरा पनि जोडिन्छ जस्ट बिकज अफ आइपिओ 20 करोडको डिरेक्टरको लोनको यो एडजस्टमेन्ट चाहिँ किन भयो भन्ने कुरा हो है सो मेजरली अदर इन्कम बुस्ट अप गरेको भनेको यो 20.8 करोडको एक्स्ट्रा इन्कम हो यो एक्चुअली क्याश इन्कम होइन हैन यो एक्चुअली क्याश इन्कम होइन यो जस्ट टाइम भ्याल्यु अफ मनीको एडजस्टमेन्ट मात्र हो है यो क्याशमा कम्पनीले कमाएको 20 करोड होइन कम्पनीले 95 करोडको लोन लिँदैछ डिरेक्टरबाट इन्ट्रेस्ट फ्री लोन लिँदैछ जसको भ्याल्यु चाहिँ 2 वर्षपछि पनि 95 करोडै तिर्ने हो हैन 2 वर्षपछि पनि 95 करोडै तिर्ने हो जुन भनेको आजको भ्याल्युमा चाहिँ अब इन्ट्रेस्ट तिर्नु नपरेपछि यो 95 करोड चाहिँ 20 करोड कम हो भनेर चाहिँ उले 75 करोड जस्तो मात्र बुक्समा लायबिलिटी हो भनेर राख्यो हैन तर एक्चुअलमा त उले लोन 95 लिइराको छ नि त अनि बुक्समा 75 करोड मात्र राखिसकेपछि यो दुईटाको डिफरेन्स जुन 20 करोड छ यो 20 करोड चाहिँ उले इन्कम हो भनेर चाहिँ रिकग्नाइज गर्यो है अब यो इन्कम चाहिँ खासमा एभ्री इयर चाहिँ एक्सपेन्सेसमा डिभाइडेड भएर चार्ज अप हुँदै हुँदै जाने हो तर उनीहरूले लास्ट फिस्कल इयरमा चाहिँ 20 करोड इन्कम यहाँबाट क्रिएट गरेको हो है इट्स क्रिएटेड इन्कम बिकज अफ फाइनान्शियल रिपोर्टिङको कारणले गर्दा क्रिएट भएको इन्कम हो सो दिस इज वान अफ द की थिङ्स वी हेभ टु लुक एट यदि यो हुन्थेन भने के हुन्थ्यो भनेर चाहिँ हामीले हेर्नुपर्छ है अर्को कुरा मैले इन्ट्रेस्ट एक्सपेन्सेस क्यापिटलाइजेसनको कुराहरू गरिहालेँ कम्पनीले इन्ट्रेस्ट एक्सपेन्सेस क्यापिटलाइज गरेको छ सो अहिलेसम्म इन्ट्रेस्ट एक्सपेन्सेस कम देखिन्छ तर अब नयाँ फ्याक्ट्री अपरेसनमा आउने बित्तिकै इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ वात्त बढ्ने जस्तो देखिन्छ जसले गर्दा पिएल चाहिँ प्रफिट एन्ड लस चाहिँ हजुरको स्ट्रेस्ड हुने भन्ने नेगेटिभै जाने भनेर नभनौँ तर प्रफिट एन्ड लस चाहिँ हिट गर्ने जस्तो चाहिँ देखिन्छ पेयर कम्पेरिजन गरौँ मैले रेसियोजहरू मात्रै राखेको छु खासै डेप्टहरूको कुरा राखेको छैन बिकज कम्पनीको साइज अनुसार चाहिँ हैन कम्पनीको युनिट अनुसार डेप्टहरू पनि फरक हुन्छ सो डेप्ट चाहिँ शिवम र
यसको कम्पेयर गर्नको लागि आई डोन्ट थिङ्क मिल्छ जस्तो लाग्दैन किन शिवमको युनिट कस्तो छ त्यसको युनिट कस्तो छ भनेर हेर्नुपर्छ तर अभियसली डेट टु इक्विटीको मेट्रिक्सहरू चाहिँ हेर्नुपर्ने हुन्छ है सो मैले चाहिँ मार्जिन्सहरू कम्पेयर गरेको छु ग्रस प्रफिट मार्जिन हजुरले हेर्नुहुन्छ भने शिवम सर्वोत्तमको भन्दा कम छ घोराईको हैन सो ग्रस प्रफिट मार्जिन कम हुनु भनेको इदर तपाईको सेलिङ प्राइस कम छ अथवा तपाईले सेल्स भोल्युम कम गरिरहनु भएको छ वा चाहिँ तपाईको कस्ट बढी छ यही हो रिजन हैन सो शिवम सर्वोत्तमको भन्दा चाहिँ अब ग्रस प्रफिट मार्जिन कम हुनु भनेको उसको सेलिङ प्राइस कम छ भन्ने कुरा हामीले अघि देखिहाल्यौं एउटा रिजन यो हुन सक्छ अर्को भनेको चाहिँ हजुरको के हुन सक्छ भन्दाखेरि कस्ट चाहिँ बढी भएको रिजनले गर्दाखेरि चाहिँ तपाईको ग्रस प्रफिट मार्जिन चाहिँ श्रिङ्क भएको हुन सक्छ है सो कस्ट किन कम छ भने शिवम सर्वोत्तमको केसमा चाहिँ उनीहरु बढी क्लिंकर फोकस्ड पनि जस्तो देखिन्छ हैन प्लस अब उनीहरुले आफूले क्लिंकर आफैले युटिलाइज गरेको जस्तो देखिन्छ अब यो केसमा चाहिँ उनीहरु अहिलेसम्म क्लिंकरको पोर्सन सानो छ कम्पनीको जुन उसमा कम्पनीको स्ट्रक्चरमा इन्कमको स्ट्रक्चरमा सो त्यसले गर्दाखेरि अलिकति ग्राइन्डिङ युनिट सिमेन्टहरुको अलिकति प्रफिटेबल नहुने जस्तो कुरा चाहिँ यहाँ देखिन्छ है सो यदि सिमेन्टको कम्पोनेन्ट बढ्ने हुन्थ्यो र सिमेन्ट सेल गरेर उले बढी कमाउँथ्यो भन्दाखेरि सिमेन्टमा चाहिँ फेरि ग्रस प्रफिट मार्जिन चाहिँ जेनरली हाई हुन्छ इन कम्पेरिजन टु के रे क्लिंकरमा चाहिँ कम ग्रस प्रफिट मार्जिन बढी हुन्छ इन कम्पेरिजन टु सिमेन्ट है सो अपरेटिङ प्रफिट मार्जिन हजुरले हेर्नुभयो भने इट्स रियली लो देन सर्वोत्तम र सिमेन्ट हैन 9.89 छ नेट प्रफिट मार्जिन पनि इट्स रियली लो अब यहाँनेरि कति जनाले इन्ट्रेस्ट एक्सपेन्सेसको कारणले गर्दाखेरि नेट प्रफिट मार्जिन कम भएको हो भन्ने खालको कुरा गर्नुहुन्छ बट अपरेटिङ एक्सपेन्डिचर्स आर रियली हाई इन कम्पेरिजन टु हजुरको सर्वोत्तम एन्ड सिमेन्ट जसले गर्दा अपरेटिङ प्रफिट मार्जिनलाई हिट गरिरहेको छ अनि यहाँ नेट प्रफिट मार्जिनमा पनि इस्यु छ आरओआईसी हेर्ने हो भने इट्स रियली लो सो कम्पेरिजनमा सर्वोत्तम सिमेन्टको कम्पेरिजनमा आरओई पनि कम छ सो एभ्री इफिसिएन्सी इन्डिकेटर प्रफिटेबिलिटी इन्डिकेटर आर वर्स देन सर्वोत्तम एन्ड सिमेन्ट अहिलेको केसमा हामीले पियर कम्पेरिजन गर्ने हो भने अब एभरेजमा उसको सिमेन्ट चाहिँ इन्भेन्ट्रीमा कति दिन बस्छ भनेर निकालेर हेर्दाखेरि सर्वोत्तमको एभरेजमा 87 डेज बस्ने जस्तो देखिन्छ शिवमको 146 भने घोराईको 125 जस्तो बस्ने देखिन्छ हैन अनि एभरेजमा उले चाहिँ अब रिसिभेबल्स टर्नओभर पेएबल्स टर्नओभर ओके क्याश कन्भर्जन साइकल हेर्नु हामीलाई यो चाहिने हो सो एभरेजमा हैन उसको क्याश कति दिनमा कन्भर्ट भइरहेको छ भनेर हेर्ने हो भने सर्वोत्तममा 91 डेजमा कन्भर्ट भइरहेको छ शिवममा 123 डेजमा कन्भर्ट भइरहेको छ भने घोराईमा चाहिँ 135 डेजमा कन्भर्ट भइरहेको छ सो इट्स स्टिल अन द हायर साइड शिवम सर्वोत्तम र घोराई भन्दा अर्को यहाँ मैले चाहिँ रिसिभेबल्स डेज राख्न छोडेछु हैन सो रिसिभेबल डेजको केसमा पनि घोराई चाहिँ स्टिल अन द हायर साइड है पेएबल्सको केसमा चाहिँ 66 डेज छ व्हिच इज लेस देन शिवम जुन चाहिँ गुड नै हो सो डेट टु इक्विटी हेर्ने हो भने डेटको पोर्सन त म्यासिभ छ हैन हाइली लिभरेज छ सो डेट टु इक्विटी रेशियो त एकदमै माथि देखिन्छ है सो यहाँ डेट टु इक्विटीको मैले पोर्सन पनि राखेको छु सो हाइली लिभर्ड छ हजुरले हेर्नुभयो भने 11 अर्बको डेट देखिन्छ इक्विटी जम्मा 7 अर्बको भनेको शेयर होल्डरको सम्पत्ति जम्मा 7 अर्ब 7.2 अर्बको छ डेट चाहिँ हजुरको 11 अर्बको डेट छ है सो यो पोर्सनले हेर्ने हो भने डेट टु इक्विटीको चाहिँ पोर्सन चाहिँ अलिकति माथि देखिन्छ अब अर्को क्वेशन धेरै जनालाई के हुन्छ भने प्रिमियम चाहिँ हजुरले उठाइसकेपछि उसको बुक भ्याल्यु त राम्रो देखिन्छ हैन बुक भ्याल्यु राम्रो देखिन्छ बोनस शेयर्स आउन सक्ने चान्सेस हुन सक्छ नि त भनेर क्वेशन गर्न सक्नुहुन्छ अभियसली बोनस शेयर्स आउन सक्ने चान्सेस हुन सक्छ तर क्याश डिभिडेन्ड दिनको लागि चाहिँ हजुरको फ्री क्याश फ्लो चाहिन्छ है बाँड्न मिल्ने क्याश फ्लो चाहिन्छ क्याश फ्लो चाहिँ एकदमै स्ट्रेस देखिन्छ सो डिभिडेन्ड दिन सक्ने बोनस दिन सके पनि क्याश दिन सक्ने क्यापेसिटी चाहिँ हजुरको स्ट्रेस नै देखिन्छ 1-2 वर्ष चाहिँ गाह्रो नै देखिन्छ किनभने इन्ट्रेस्ट एक्सपेन्सेसको पोर्सन मेजरली हजुरको चाहिँ इन्ट्रेस्ट एक्सपेन्सको पोर्सनले चाहिँ काटेर नेट प्रफिट काटेर लग्छ सो त्यो हुँदाखेरि डिभिडेन्ड दिन सक्ने क्यापेसिटी चाहिँ क्यापेसिटी देखिए पनि क्याश फ्लोले चाहिँ सपोर्ट नगर्न सक्छ भन्ने कुरा चाहिँ मेरो पर्सपेक्टिभबाट चाहिँ मैले त्यसरी हेर्छु है यो बाहेक 2-3 वटा अरु कुराहरु छ जस्तै कस्टम्स अफिससँग पनि उनीहरुको इस्यु भइरहेको छ सो 1,100,000 10 लाख 3 लाख 1,100,000 10 लाख 10 लाख करोड सो 1.4 करोडको
1.4 करोड चाहिँ डिस्प्युट छ हैन कस्टम अफिससँग। अब यो पनि उनीहरू मुद्दा चलिरहेको छ त्यसमा छ। अर्को मेजर डिस्प्युट भनेको चाहिँ एनईए सँग चाहिँ यो डेडिकेटेड फिडरको इस्यु हो जस्तो लाग्छ मलाई। मोस्ट अफ द सिमेन्ट इन्डस्ट्री र म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा चाहिँ यो इस्यु छ र घोराईमा पनि यो इस्यु छ। बट कुरा के हो भने उनीहरूले चाहिँ कन्टिन्जेन्ट लाइबिलिटीको रूपमा ट्रिट गरेको छ भनेको पछि बुक्सलाई चाहिँ हिट गर्न सक्ने चान्सेस आर रियली हाई यदि उनीहरूले केस हारेको केसमा है। उनीहरूले जम्मा लाइबिलिटी चाहिँ 34 करोडको मात्र बुक गरेको छ र बाँकी रहेको भनेको 124 करोड चाहिँ उनीहरूले कन्टिन्जेन्ट लाइबिलिटी हैन आई थिंक 124 हैन ओके वेट ओके टोटल लाइबिलिटीमा 34 करोड मात्र उसले बुक गरेको छ अनि बाँकी चाहिँ उसले कन्टिन्जेन्ट लाइबिलिटी क्रिएट गरेको छ। त्यो हुँदाखेरि भोलि बुक्समा हिट गर्ने चान्सेस चाहिँ आर रियली हाई इन केस उनीहरूले चाहिँ यो केस लस गरेको केसमा इन केस केस हारेको केसमा चाहिँ उनीहरूको बुक्सलाई यो कन्टिन्जेन्ट लाइबिलिटीले हिट गर्न सक्ने चान्सेस आर रियली हाई। डेप्रिसिएसनको कुरा मैले अघि भनिहालेँ उनीहरूले 30 वर्ष राखेको रिजनले गर्दा उनीहरूको डेप्रिसिएसनको एक्सपेन्सेस आर लोअर देन शिवम हैन। आई गेस सर्वोत्तमको भन्दा पनि कम छ डेप्रिसिएसनको एक्सपेन्सेसको रेट चाहिँ है। सो त्यो भएको रिजनले गर्दा उनीहरूको एक्जिस्टिङ इयर्सहरुमा चाहिँ पहिलेको इयर्सहरुमा अलिकति प्रफिटेबिलिटी राम्रो देखिएको पनि हुन सक्छ। तर अब प्याकिङ प्लान्टको 30 वर्षको लाइफ हुन्छ भन्ने डिटर्मिनेसन चाहिँ म्यानेजमेन्टले नै गर्ने भएको रिजनले गर्दा आई हेभ नो कमेन्ट्स अन दैट है। अब यति गरिसकेपछि भ्यालुएसनमा आउनुभन्दा पहिले चाहिँ कम्पनीको स्ट्रेन्थहरु म एकचोटी फेरि रिभाइज गर्छु अनि विकनेसहरु रिभाइज गर्छु हैन सो दैट तपाईलाई समराइज गर्नको लागि चाहिँ सजिलो होस्। स्ट्रेन्थको केसमा चाहिँ एउटा भनेको इन्डस्ट्रीको प्रोस्पेक्ट हो हैन इन्डस्ट्रीको फ्युचर राम्रो छ भोलि चाहिँ हजुरले एक्सपोर्ट गर्न सक्नुहुन्छ भन्ने कुरा भयो एक्सपोर्ट पोटेन्शियल। अर्को भनेको चाहिँ कम्पनीको ग्राइन्डिङ युनिट र माइन चाहिँ नजिकै छ। सो त्यो हुँदाखेरि चाहिँ हजुरको ग्राइन्डिङ युनिट र माइन नजिकै हुँदाखेरि चाहिँ प्रोक्सिमिटी अफ लोकेसनको कुराहरु आउँछ। सो त्यो हुँदाखेरि अलिकति कस्ट कम हुने भन्ने कुरा हो। र अर्को भनेको चाहिँ म्यानेजमेन्ट टिम हो है। सो म्यानेजमेन्ट टिम राम्रो छ भन्ने कुरा भयो। तीनटा कुरा मैले स्ट्रेन्थको रूपमा हेरेको छु भने विकनेस भनेको चाहिँ डेप्थ हाई छ एकदमै डेप्थ हाई छ हैन। अर्को भनेको चाहिँ हजुरको सप्लाई ड्रिभन इन्डस्ट्री भयो हाम्रो इन्डस्ट्री भनेको हैन। सो अलरेडी ग्राइन्डिङ युनिटहरु एकदमै धेरै छ। सो त्यो भएको रिजनले गर्दाखेरि चाहिँ अब हामीले प्राइसमा कम्पिटिसन गर्नको लागि गाह्रो हुन्छ भोल्युममा खेल्नु पर्ने हुन्छ सिमेन्ट इन्डस्ट्रीहरुले। सो दैट इज विकनेस। अर्को भनेको बायर कन्सन्ट्रेसन अघि मैले भनिहालेँ नियरली तीनटा बायर चाहिँ 46% अफ टोटल सेल्स छ। सो इट्स ह्युज कन्सन्ट्रेसन अन बायर। अर्को भनेको चाहिँ मार्जिन्सहरु अघि मैले देखाएँ प्रफिटेबिलिटी मार्जिन चाहिँ सर्वोत्तम र शिवमको भन्दा चाहिँ कम देखिन्छ। सो त्यो चाहिँ इट्स नट लुक्रेटिभ कम्पेरेटिभ टु दुईटा कम्पनीजहरु। अब अर्को भनेको क्याश फ्लोजहरु अलिकति स्ट्रेस छ हैन क्याश फ्लोमा पनि अलिकति प्रब्लम छ त्यो कुराहरु भइहाल्यो किनभने हजुरको इन्ट्रेस्ट एक्सपेन्सेसहरु अब हेभिली चाहिँ क्याश फ्लोबाट जाने कुराहरु छ। प्लस अब अघिल्लो वर्षहरुमा क्यापिटल एक्सपेन्डिचरहरु गरेको रिजनले गर्दा क्याश फ्लोमा चाहिँ अलिकति स्ट्रेस नै देखिन्छ है। त्यो बाहेक चाहिँ अर्को भनेको कम्पनीले चाहिँ डेप्थ फन्डेड क्यापेसिटी एक्सपान्सन गरिरहेको छ। सो त्यो हुँदाखेरि अब क्यापेसिटी त एक्सपान्ड गर्यो तर क्यापेसिटी एक्सपान्ड गरे अनुसार चाहिँ तपाईको सेल्स जेनेरेट भएन भने अब इन्ट्रेस्ट त सर्भिसिङ गर्नु पर्यो इन्ट्रेस्ट त पे गरिरहनु पर्छ। सो त्यो केसमा चाहिँ एटलिस्ट इन्ट्रेस्टलाई कभर गर्ने चाहिँ हजुरको प्रफिट बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स भनौँ न इन्ट्रेस्ट कभरेज रेसियो चाहिँ हाई हुनु पर्यो। त्यो इन्ट्रेस्ट कभरेज रेसियो चाहिँ अलिकति गुड हुनु पर्यो। सो इन्ट्रेस्टलाई कभर गर्ने गरी चाहिँ उसले सेल्स रेभेन्यू जेनेरेट गर्नु पर्यो अपरेटिङ प्रफिट जेनेरेट गर्नु पर्यो हैन। सो त्यो गर्न नसक्ने खतरा चाहिँ एकदमै हाई हुन्छ। र अर्को कुरा भनेको चाहिँ आई सी अ लट अफ अकाउन्टिङ ट्विस्टहरु कम्पनीको फाइनान्शियल्समा जस्तो अहिलेको 20 करोडको कुरा भयो हैन। सो त्यो बाहेक पनि डेप्रिसिएसनको अब हुन त त्यो जजमेन्टको कुरा भयो बट स्टिल डेप्रिसिएसनको रेट अलिकति कम छ जसले गर्दा प्रफिट्सहरु ओभरस्टेट गरेको हुन सक्छ भन्ने कुराहरु भयो। अर्को चाहिँ फोरकास्टै गर्ने बेलामा पनि अनरियलिस्टिक फोरकास्ट अन सेल्स हैन। सो यो वर्ष चाहिँ अब अहिले सेकेन्ड क्वार्टरसम्म 1.83 अर्बको सेल्स भएको छ एनुअलाइजै गर्ने भने 4 अर्ब जस्तो हुन्छ बट कम्पनी हेज फोरकास्टेड 9.8 अर्ब जस्तो सेल्स व्हिच इज रियली हार्ड टु
अब्टेन होइन। सर यो वर्षको केसमा चाहिँ अब इन्ट्रेस्ट एक्सपेन्सेस पनि रिज्युम भएको केसमा चाहिँ यदि युनिट फुल्ली फङ्सनल भयो भने इन्ट्रेस्ट एक्सपेन्सेस पनि रिज्युम हुन्छ। सो त्यो केसमा चाहिँ इट्स रियली हार्ड है त्यो मेन्टेन गर्नको लागि, प्रफिटेबिलिटी मेन्टेन गर्नको लागि चाहिँ। भ्यालुएसन चाहिँ एक्चुअलीमा मैले भ्यालुएसन गरेको छ, बट म त्यो भ्यालुएसन चाहिँ यहाँ सेयर गर्दिनँ बिकज हामीले हजुरले पब्लिकली भ्यालुएसन्सहरू भेट्न सक्नुहुन्छ। एउटा रिफरेन्स चाहिँ अन्सु इन्भेस्टले भ्यालुएसन्स गर्नुभएको छ उहाँहरूले। फेसबुक पेज अथवा लिङ्कडिनमा गएर हजुरले अन्सु इन्भेस्ट सर्च गरेर त्यो भ्यालुएसन हेर्न सक्नुहुन्छ बिकज उहाँहरूको एजम्सन्स आर रियली गुड है। सो मेरो केसमा चाहिँ मैले भ्यालुएसन सेयर गरिनँ, मेरो पनि भ्यालुएसन त्यस्तो नै आएको छ बाइ द वे। सो अब लास्ट क्वेसन भनेको सुड आई अप्लाई आइपिओ एट 435 भन्ने कुरा हो। अब इट अल डिपेन्ड्स अपन यु। मैले कम्पनीको बेसिक ब्याकग्राउन्ड, कम्पनीको फाइनेन्सियल स्ट्याटस, कम्पनीको प्रोजेक्सन्स, कम्पनीको प्लान, फ्युचरमा के हुनसक्छ भन्ने कुराहरू सबै बताइदिएँ। अब 435मा अप्लाई गर्ने नगर्ने भन्ने कुरा चाहिँ एकचोटि अन्सु इन्भेस्टको भ्यालुएसन हेर्नुहोस्, एकचोटि तपाईँले आफैले प्रोस्पेक्टस पढ्नुहोस्, अनि एकचोटि फाइनेन्सियल्स हेर्नुहोस्। इफ यु थिङ्क लाइक होइन 435 इट्स गुड डिल यो प्राइसमा इन कम्पेरिजन टु सिबम भने टेक द पोजिसन्स, होइन भने चाहिँ इट्स बेटर टु अभोइड दिस आइपिओ भन्दै मैले चाहिँ यो भिडियोलाई कन्क्लुड गरेँ। सो इफ यु हेभ एनी कन्फ्युजन्स प्लिज ड्रप मी अ मेसेज अ कमेन्ट इन द भिडियो बिलो। थ्याङ्क यू एभ्री वान, हेभ अ ग्रेट डे।